हेलो वेलकम छ मेरो आजको ब्लगमा। आज चाहिँ म बिहेमा गइरहेको छु। बिहे स्पेशल ब्लग बनाइरहेको छु म आज। हेलो, यहाँ चाहिँ सबैजना रेडी भइसक्नु भएको छ। अब चाहिँ बुहारी र म चाहिँ रेडी हुन्छौँ बिहेमा जानको लागि। म छिटो तयार भएर आउँछु, न त ढिलो हुन्छ। बिहेमा जानको लागि म रेडी भइसकेको छु र सबै रेडी भइसक्नु भएको छ र बुहारी चाहिँ रेडी हुँदैछिन्। रेडी भइसकेपछि ब्लगको लागि र टिकटकको लागि चाहिँ म चाहिँ भिडियो लिइरहेको थिएँ। म खासै रेडी चाहिँ हुँदैन र भएपछि चाहिँ भिडियो फोटो लिउँ भन्ने हुन्छ। म बिहेमा जानको लागि रेडी भइसकेको छु। अब चाहिँ हामी सबै बिहेमा जान्छौँ। कस्तो लागेछ मेरो ड्रेस त तपाईलाई? बन्द स्टार मार्नु पोज दिनु अर्को छ। दुई पोज हाम्रो पनि देखेको। बिहेमा गइरहेका छौँ। बिहे घर नजिक छ, त्यसैले चाहिँ हामी बिस्तारै हिँड्दै जाँदैछौँ। बिहेमा धेरै रमाइलो हुन्छ, आफन्तसँग भेटघाट नि हुन्छ र केही समय चाहिँ रमाइलो नि हुन्छ। हिँड्दै बिस्तारै चाहिँ हामी बिहेको घर नजिक पुगिसकेका छौँ। बिहेमा पुगेपछि हामी चाहिँ डान्स हेरेर रमाइलो गर्दै थियौँ र जन्ती आउने वेट नि गर्दै थियौँ। बिहे स्पेशल ब्लगको लागि चाहिँ मैले केही भिडियोहरू लिएको छु। हामीले बिहेको डान्स नि हेरिसकेका छौँ। बिहे नि आइसकेको छ र दुलहीलाई भित्र भित्राइ नि सक्नु भएको छ। बिहेको खाना सबैले खाइसक्नु भएको छ। बिहेमा सबैको डान्स हेरेर चाहिँ समय बितेको थाहै हुँदै छैन। तपाईलाई बिहे स्पेशल ब्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। मेरो मोबाइलको क्यामेरा धेरै राम्रो नभए नि मैले ब्लग बनाएको छु। सबैले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला र तपाईहरुको लागि म नयाँ ब्लगहरू हाल्ने छु। सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। थ्यांक यू फर वाचिङ।